हिजो देख्न सक्नुहुन्छ आजको 25 गतेको यो चाहिँ ठ्याक्क दोस्रो पोइन्ट देख्न सक्नुहुन्छ। फर्स्ट पोइन्ट पनि यसरी नै इलामबाट आउँदा फर्स्ट पोइन्ट पनि यसरी नै दबेको छ भन्छन्। दोस्रो पोइन्ट चाहिँ पुरै बाइक पनि हिँड्ने अवस्था छैन, दुःख सुख हिँडिरहेको अवस्था चाहिँ फर्स्टको सेकेन्ड पोइन्ट यताबाट आउँदाखेरि सेकेन्ड पोइन्टमा यस्तो छ तपाईँको। अब इलामबाट आउँदा फर्स्ट पोइन्टमा यस्तो अवस्था छ है राजदली सडक खण्डको, यस्तो छ बेहाल छ बेहाल खतम। देख्न सक्नुहुन्छ यो दोस्रो पोइन्ट पहिलो यसरी स्लाइड भइरहेको अवस्था छ। राजदलीबाट आउँछ फर्स्ट पोइन्ट देख्न सक्नुहुन्छ। यस्तो छ गाडी यहीँ त बाइक त उक्लिने सम्भावनै छैन, यस्तो छ। स्कुटीहरू झन् पुरै नगरौँ, बाइक चाहिँ हल्का फल्का चाहिँ एक दुईवटा यसो तल पनि देख्न सक्नुहुन्छ। यस्तो छ तल पनि काम त भइरहेको थियो तर यो पानी सबै डप्ने अवस्था छ। यस्तो स्लाइड छ देख्न सक्नुहुन्छ। यहाँ त चुँडिगएको छ, पुरै चुँडिएको अवस्था छ राजदली सडक खण्ड चाहिँ। बाइक पनि यो वेबाट हल्का कुदिरहेको अवस्था छ। यस्तो छ बिजोग छ बिजोग। यसो समस्या विधायक हुनुहुन्छ वार्ड नम्बर 10 टोल नम्बर 8 को स्वीकृतिका टोलको उपाध्यक्ष हो। उपाध्यक्ष यसो म यो अलिकति सेवा गरौँ भनेर बाइक चाहिँ यसो छिराउने। बाइक मात्रै छिराउने भन्नुहुन्छ तर मास्टर नै समस्या छ नि त, बाइक छिराउनु नै समस्या छ। बाइक चाहिँ जानु छ बाइक चाहिँ दुःख सुख अलिकति मैले प्रयास गर्न खोजेको हो। प्रयास गर्न खोजेको र 18 दिन धेरै 18 छ र भर्सक गाडी नहिँडाउने आइरहेको छ झरिरहेको छ। र यो सडक बनाउने क्रममा अलिकति ढिलो भयो, ढिला सुस्ती भयो। यो चाहिँ